हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ मेरो नानीको बर्थडे छ है। बर्थडे चाहिँ कस्तो हुन्छ तपाईहरुलाई पनि देखाउँछु है, हेर्दै जानुहोस् आजको मेरो ब्लग। अब चाहिँ म नानीको डेकोरेसन चाहिँ यहाँनिर चाहिँ गरिदिउँ भनेको हो, किन भन्दा यता पनि जग्गा उयो हुन्छ हो, यहाँनिर गऱ्यो भने चाहिँ भरे फोटोहरू खिच्नु सजिलो हुन्छ नि त। अनि नानीहरू चाहिँ अहिले मैले मन्दिर पठाइराख्छु हो आमासँग। अन्त यिनीहरू घरमा छ भने चाहिँ फेरि तानातान गरेर डेकोरेसन गर्नै दिँदैन नि त। यिनीहरू मन्दिर गएर आइसक्दा चाहिँ म चाहिँ यिनीहरूलाई सरप्राइज बनाऊँ भनेर चाहिँ सोचेको। तिनीहरूको रिएक्सन पनि देखाउँछु म तपाईँलाई ल। अब चाहिँ घरहरू पनि नथालिँगै छ। मैले चाहिँ योपालि सधैँ बजारमै किन्थेँ कि मैले डेकोरेसनको सामानहरू, योपालि चाहिँ अनलाइन मगाएँ हो। तर फ्लिपकार्टबाट मगाएको राम्रो आउँदो रहेछ है साथीहरू। तपाईँहरू पनि नानीहरूको बर्थडेहरू छ भने चाहिँ यसरी अनलाइन मगाउनु ठिक रहेछ हौ, रिजनेबल प्राइस पनि हो। बस यो टाल्ने साल्ने खोजिरहनु पर्दैन, एकै जग्गामा आउँदो रहेछ सबै। बलुन्स पनि त्यही रहेछ हो, राम्रो आएको छ है मेरो चाहिँ। अब चाहिँ साथीहरू म तपाईँलाई डेकोरेसन गरिसकेर म त देखाउँछु है, किन भन्दा मलाई त्यो फोन राखेर यताउता गर्नु त्यस्तो बानी छैन नि त हो। फेरि एक्लै छु, नानाले उता किचनमा सघाउनु हुँदैछ। आज विश्वकर्मा पूजा भएको कारणले गर्दा फेरि मेरो बुढाहरू पनि गाडीहरू धुनु, नानीलाई मन्दिर लिएर गइरहेको छ, आएर गाडीहरूको पूजाहरू गर्दा हो। त्यो भएर चाहिँ मेरो एसिस्ट गर्ने, मलाई एसिस्ट गर्ने चाहिँ छैन, म एक्लै हो। त्यो भएर एकैचोटि गरिसकेर देखाउँछु है, हेर्दै जानु होला है। मेरो छोरीहरू चाहिँ मन्दिरबाट पनि आइसक्यो साथीहरू। कस्तो छ डेकोरेसन नानी? वेलकम। खोइ नानाले भन्दैन त हौ, दामी लाग्यो? वेलकम। मैले सकेँ है साथीहरू डेकोरेसन चाहिँ, यस्तो गरिदिएको छु। पर्पल र हल्का वाइटमा फेरि बलुन, तर पर्पल पर्पल देख्दो रहेछ हौ बाहिर चाहिँ। तर यस्तो पानी परेर चाहिँ मैले दैलोहरू पनि खोलेको छु होइन साथी, बन्द गरेको हेर्नुहोस् है। यस्तो फगी लागिरहेको छ। पोहोरको साल चाहिँ घाम टन्टन थियो हो, योपालि चाहिँ वेदर बिग्रेर यस्तो भइरहेको छ पानी परेर हो। यहाँ चाहिँ हाम्रो निनीहरूले खाना बनाइदिनु हुँदैछ, म लिएर आउँदैछु जानुहोस्। अनि यहाँनिर चाहिँ चिचीहरू पाक्यो हो, चिकन मुनि छ आलुदम हो, अन्त यो दाल हो। म चाहिँ यहाँ चिया खानु पऱ्यो भनेर चिया बनाउँदैछु। अन्त खोइ यहाँ चाहिँ यो चाहिँ हो खिर हो, नानीहरूले स्पेसली अब नानीहरू मासुहरू त्यस्तो खाँदैन नि त, केटाकेटीलाई पनि ठुलोलाई पनि खिर। अनि यहाँ छ मासुहरू नखानेलाई पनिर बनाएको होस् न। यहाँ चाहिँ फिस करी ल, यो चाहिँ साथीहरू नानाले गोर्खे चटनी बनाउनु हुँदैछ। कस्तो दामी बनाउनुहुन्छ नि हाम्रो नानाले हो। अलिकति यसको रेसिपी भनिदिनु हुन्छ कि? के हालेर बनाउँछ मेरो साथीहरूले, मेरो भिडियो हेर्नेहरूले जानेको छैन, बनाएर खानुहुन्छ कि कतै? बदाम पनि हाल्नुपर्छ। हेर्नु 5 वर्ष हेर दुईजनाले म 1 2 3 भन्छु सँगै काट्नु ल। ओके पहिला 1 2 3 पुगर। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु। खोइ पानी दानीहरू छिल्दै त, खोइ पानी त अब सानो सानो खानु पहिला नानालाई खुवाइदिनु हाल्ने। फर्स्ट नानालाई कहिले नानालाई खुवाइदिनु न, नानालाई आमालाई मलाई खा अब चाहिँ तिमीहरूले पहिला खुवाइदिनु। तिनीहरू खुसी हुन्छ यो होइन। यो यिनीहरू सिकाउँछ चामल बहिनी बेकमा भर्नु ल, बुवा यो गोजीमा हाल्नु ल।
अनि 10 दिन मात्रै टिका लाग्यो यो अब सकेर बुवा र बढी भटाइदिन्छ